हाई सन्देश हो यो र सन्देश र म भएर यता नरेनापुरतिर जाने भन्ने एउटा हाम्रो विचार हो। अब यो हाँसिरहेको छ किनकि मैले भ्लग बनाएर यता रिपोर्टर गर्दैछु क्या। सरले आज कति वर्षपछि साइकल चलाएर जोस् यसलाई थाहा छैन कि त्यो साइकलमा ब्रेक लाग्दैन। मेरो कपाल फेरि राजेशमा जस्तै भन्छ कि आशिष अपार रमाइलो हुन्थ्यो त्यो मलाई अब बुटोतिर तँ त हिँड्दैन हुन्थ्यो तर दुईजना मात्र। त्यति बेला हामी यहाँ पुरा नजिक आइसकेका छौँ। सेटिस्फाई हुने ठाउँ छ कि फ्युचर हाम्रो। अनि यहाँ छ क्या स्वर्गको दृश्य। पूर्व यता पर्छ सिधै अगाडि यतातिर पर्छ दक्षिण। Welcome back to the vlog everyone. So this is the crazy new vlog. We are at this bridge that connects Sainamaya municipality and Tuol sub-metropolitan city. You are the rider. Let's go from there as you wish. Oh, यहाँबाट नआएर चाहिँ मेरो चाहिँ 2:30-3 बज्यो होला। मलाई चाहिँ किन साँझ भयो जस्तै फिल भइरहेछ। दिउँसै छ र हाम्रो डेस्टिनेसन भनेको नरेनापुर नरेश्वर धाम बोलबम धाम जे पनि भयो होला। Come on, I will give you motivation. सबैको सपना हुन्छ मेरो भिडियोमा आउने। मलाई यो ठाउँमा पुग्ने सपना थियो, फाइनल्ली आज पुरा भयो। मान्छे मेरो भिडियोमा आउने कति उत्सुक छन् भन्ने कुरो यहाँबाट पनि प्रुफ हुन्छ। फेरि पछि मैले अनिसको मोबाइलबाट भ्लग बनाइरहेको छु। यसलाई त म कतिखेर गाली गर्न बाँकी छ। मैले जहिले यसकोबाट भिडियोहरू बनाउँछु आफ्नो राख्छ, अरू सबै डिलिट गरिदिन्छु। यसले चलाइरहेको छ, मलाई धो भइरहेछ। अच्छा हे भिडियो चल जल्दी। र आज चाहिँ मैले मिमिक्री पनि हल्का धेरै पछि ट्राई गर्न कोसिस गर्छु। सुरुमा अघिएको कुरो तो बच्चा भाई चलो आज हम चलने वाले हैं नरेनापुर अनिस और मैं। लगता है इस बिल्ले का मानसिक संतुलन बिगड़ गया है मेरा। इधर उकला था इसलिए मैं उतर गया। देखो इतना उकला है ये, तान रहा था बेचारा कुछ ना के। अनिसले मेहनत गरिरहेको छ यस्तो अफरोड उकालो बाटो स्ट्रगल गरिरहेको छ। मलाई पछाडि हालेर यत्रो लोड 55 किलोको। नेक्स्ट भोइस चाहिँ यो अगेन द ककरोचको भोइस ओभर गर्छु एउटा त्यो। आज का दिन है बहुत सुहाना, बिल्ला चला है घूमने और ककरोच चला है उसे सताना। अच्छा त्यसपछि सरको ओए मेरे भाई को छुआ तो मैं तोड़ दूंगा, फोड़ दूंगा, नींबू की तरफ निचोड़ दूंगा। चलो हम घूमने चलते हैं। आओ मेरा नाम है बो, टूना टूना करना है मेरा जॉब। ढक ढकी आओ आओ टूना टूना आओ आओ इसका इसका आओ आओ आओ। उल्टो बसिरहेको छु कस्तो फिल हुनेछ भनेर रिङ्गाटा लागे जस्तै हुनेछ। प्लस मैले एउटा फोनले छोपिरहेको छु, एउटा फोनले भिडियो गरेको छु र मैले अब शेरबहादुर देउवाको पनि निकाल्छु है। सबैले भन्न जाऊ यो देशको विकास मैले गर्छु। म हो जन्दी युवाको नेता, बहुमत ल्याएर म फेरि चुनावमा जितेर म फेरि प्रधानमन्त्री हुन्छु। यो चाहिँ शेरबहादुर देउवाको भयो। र अब प्रचण्डको भने निश्चित रूपमा म प्रधानमन्त्रीकै लागि भनेर यहाँ आएको। न त मलाई सबैले प्रचण्ड भन्छन्, तर अब मलाई प्रधानमन्त्री पनि भन्ने छन् भन्ने मैले आशा गर्दछु। र यो चुनावले मेरो घर त तोडफोड गर्यो तर केही उखाड्न चाहिँ सकेन। अरे माइला ये तो आ गए हम इधर नरेनापुर। मार रे मार, खोपडी तोड सालेका, खोपडी तोड। अहिलेसम्मको मैले कुन बेस्ट गरेछु त्यो चाहिँ हल्का कमेन्ट गरौँ, प्रतिक्रिया राय सुझाव। फाइनली नरेनापुर आइयो, थोरै हल्का रमाइलो गर्दै क्यारिकेचर पनि गरियो। यो चोर हो, उल्टे बसेर आयो, दन्न मारिदिएको मलाई। यहाँ चाहिँ हाम्रो हर हर महादेव, जय महाकाल, जय भोलेनाथ, गणेश भगवान् हुन्छ, रक्षा गर्नु गणेश भगवान्। अनि त्यहाँ चाहिँ म छु। यहाँ छुट्टै पिस छ, आनन्द छ। यो यहाँ बस्छु भन्छ। नरिवल फुटाउने ठाउँ छ, फोटो खिच्ने ठाउँ छ। चप्पल खोलेर साइकल उता राखेर आइएछ। राम्रो छ ठाउँ एकदम। यहाँ आँपहरू थिए, हामी आँपहरू पनि खायौँ। यसलाई फोटोकै छ, यसलाई फोटोकै छ।
हेर्नु कसरी अर्डर दिइरहेछ ब्याक क्यामेराबाट त्यति उज्यालो नआउँदो रहेछ कि यहाँ किनकि यहाँ छाया छ सूर्य त छैन अलिक घाम भएको भए चाहिँ राम्रै आउँथ्यो होला कहिले काहीँ यसले ठिक कुरो गर्छ क्या मैले सधैँ ठिक कुरा गर्छु पछाडिको ब्याकग्राउन्ड हेरिकन हामी अगाडितर्फ यात्रा गरिरहेछौँ एउटा टावर छ भ्यू टावर भनौँ यो टावर यति अग्लो छ कि त्यहाँबाट कोही खस्यो भने 4-5 पिस हुन्छ बाँच्ने त चान्स नै हुनु त्यो गयो शौचालय धारो पनि छ हल्का यहाँ व्यवस्थित छैन यस्तो छ यो घाँसी घाँस मैले जितेँ भने चाहिँ यसलाई बनाउँछु मैले आफ्नो घर आफै बनाउन मैले देश बनाउँछु जाने बाटो त छ यस्तो अब यहाँ चढेर उफ्रेर जसो तसो चढ्नुपर्ने हुन्छ यहाँ काँडा छ मान्छे रोक्ने कोही छैन ढक्क यहाँ छोप्ने यस्तरी अनि एउटा हातले छोप्दै एउटा हातले भिडियो बनाउँदै म गइरहेको छु यो कसरी बाँदर लङ्गुर हो कि के जस्तो गरेर हुन्छ भएर डुबुलो छु यहाँबाट मजाले छिर्न सक्छु हेर्न छिरेर हुन्छ यहाँबाट के यस्तो छ अङ्कल यसलाई यस्तो गाली गर्नुहोस् यस्तो गाली गर्नुहोस् झरो ल यो बाटो यस्तै ठ्याक ठ्याक लगभग 2 मिनटपछि माथि आयो बिस्तारै बिस्तारै किनकि मैले टाइम ल्याप्स लिएको थिएँ माथि आएको जुगो पनि आयो जुगो कडक छ त्यहाँ माछा पालन गर्छन् अनि यता पर न परसम्म हो यहाँ इन्डिया पुग्ने ठाउँसम्म यस्तै तराई छ यति पातलो बस्ती छ आर्मी क्याम्प त्यहाँ छ भनेपछि 5 किलोमिटर त हाइवेबाट छ क्या सिसप्याक पनि कडक छ बडी ओए बडी त यो त डोला हो कि के हो यत्रो ठुला भन्छ रे एक्सपेक्ट कति होला एक्सपेक्ट यसमा हातले छोप्न सकिन्न 10 सम्म हान्ला 10 मैले 10 भनेछु कति हान्छ हेरौँ किनकि यसमा गिरी पर्न त्यसले हात दुखाउँछ चेस्ट बाइसेप ट्राइसेप ब्याक पनि एकदम राम्रो छ कति हाने 15 हानेछ 15 पुलअप हानिसक्यो मनको छुट्टी औरा हो कि औरा 99 प्लस थोरै समय भए पनि आजको दिन राम्रोसँग सदुपयोग गर्न पाइयो यसले बनगट्टा बोलायो मलाई किनकि त्यहाँ एउटा इभेन्ट थियो त्यही भएर यो एक्लै भएछ घरमा सोचे आयौँ त्यहाँ गयौँ थोरै बेर चिया नास्ता खायौँ आउने दिनहरूमा यस्तै मौका मिल्यो भने भ्लग बनाउँछु अहिले बनाउने थिएन अनिसले बना न भनौँ त्यही भएर मैले थोरै बनाएँ एज अ मेमोरीको लागि भए पनि जे पाँदै भनेर मैले हालिदिएँ आशा छ कि यो छोटो मिठो भिडियो भ्लग जे भने पनि राम्रो लाग्यो होला राम्रो नलागे पनि अब ठिकै छ हामी दुईटालाई राम्रो लाग्यो भयो सबैलाई राम्रो लाग्छ भनेर बनाएको त होइन एज अ हामीले मेमोरिजको लागि बनाएको हो हेर्नुहोस् नहेर्नुहोस् लाइक गरेर गर्नुहोस् नगरेर नगर्नुहोस् ल यो भिडियो जहिले हाले पनि हाल्छु आज गएर मेरोमा सेयर गर्छु किनकि यसकोमा बनाउनु त पोसिबल छैन धेरै टाइम लाग्छ यो भ्लग इन्ड गर्छु थ्याङ्क यू सो मच फर वाचिङ सी यू अल गाइज इन द नेक्स्ट भ्लग सो बाई र बाई भन्दै बाई बाई